पछि नमस्ते। नमस्ते, म सन्दीप महर। लुती अजिमा पनि भनिन्छ जस्तो लाग्यो, के हो खास यसको शाब्दिक अर्थ चाहिँ के? अब यसको शाब्दिक अर्थ यही भनेर नभए पनि एउटा सानो यसको जुन कथा छ हैन, हाम्रो चाहिँ बालाचरे जात्राको कथा जात्रा पुरै नै यही कथामा आधारित जात्रा हो। जस्तै चाहिँ हाम्रो के भनिन्छ भन्दाखेरि पहिला अब यो 5 अरेको समयमा जुन हामीले 5 अरेमा एकदम काठमाडौँ भरि नै भव्य जात्रा गरिन्छ नि विभिन्न अजिमाहरूको, त्यसमा चाहिँ अब बत्सलेश्वरी देवी अथवा चाहिँ बच्ला माजुले चाहिँ सबैलाई निमन्त्रणा दिँदाखेरि चाहिँ लुती अजिमालाई पनि निमन्त्रणा चाहिँ दिएको। तर दिदी बहिनीहरूले चाहिँ लुती अजिमा इन्द्रायणी चाहिँ अब अलिक गरिब भएको, बालबच्चा धेरै भएको भनेर चाहिँ अलि हेपिएको भनौँ न, चेपिएको कारणले चाहिँ उहाँ त्यहाँबाट उठेर रोएर नै निस्किनु भयो। अनि निस्केर अब दुःखमा अब यताउता हिँड्दै जाँदाखेरि चाहिँ हालको लगनमा चाहिँ फसिगा भन्ने ठाउँ अहिले पनि छ। फसिगा भन्ने ठाउँमा पुग्दाखेरि चाहिँ उहाँलाई त्यहाँको एउटा किसानले चाहिँ फर्सी दिनुभएछ हैन। अनि त्यो फर्सी ल्याएर यता त्यही फर्सी भए पनि पकाएर खाम्ला आफ्नो बालबच्चासँग भनेर ल्याएर पकाउँदै गर्दाखेरि रुँदै पकाउँदाखेरि त्यो कतिखेर निदाउनु भएछ थाहा पाउनु भएन। अनि भोलिपल्ट उठ्दाखेरि चाहिँ अब हत्त नपत्त अब त्यो आगोमा बसालेको चिज त उहाँले सम्झिनु भयो। अनि त्यो हेर्न खोज्दाखेरि चाहिँ त्यो चाहिँ सुनको झोलमा चाहिँ परिणत भएको रहेछ। अनि त्यसपछि उहाँले अब त्यसबाट निकाल्न खोज्नुभयो, तर जति निकाल्दा पनि नपुगेपछि आफूलाई चाहिने जति निकाल्नु भएर चाहिँ बाँकी चाहिँ हाम्रो यही विष्णुमती नदीमा चाहिँ खनाउनु भएको। अनि खनाउँदाखेरि पनि त्यो कम नभएपछि भाँडा सुधै बगाइदिनु भएको भन्ने एउटा सानो किम्वदन्ती कथा छ हैन। अनि त्यही भएर विष्णुमतीलाई चाहिँ हामीले लुखुसी भनेर अहिले पनि भन्छौँ अथवा लुती खुसी पनि भन्छौँ हैन। अनि त्यही भएर चाहिँ यो इन्द्रायणी अजिमालाई चाहिँ हामीले लुती अजिमा यो सुनको झोल भन्ने एउटा अर्थ लाग्छ भने अर्को चाहिँ गहनाहरू लाउन नपाएको तर पछि चाहिँ आफ्नो मेहनतको कारणले चाहिँ उहाँ नै सबैभन्दा धनी हुनुभएको भन्ने एउटा सानो कथा किम्वदन्ती चाहिँ छ। त्यो आधारमा चाहिँ हामीले लुती अजिमा भनेर भन्दै आइरहेका छौँ उहाँलाई। ल, धन्यवाद।